तपाईँ सुन्नुहोस् न, पहिला सुन्नुहोस् न। बालनजी र रासोपा बीचमा सहमति हुँदा के सहमति भएको थियो? बालनजीलाई प्रधानमन्त्री अनि चाहिँ रविजीलाई पार्टी अध्यक्ष हो कि होइन भन्नु त? त्यो सहमति भइसकेको थियो। त्यसपछि मसँग सहमति हुँदा उहाँले उपाध्यक्षमा बस्नुभयो, मैले मान्दिनँ। म पनि एउटा चाहिँ क्यान्डिडेट त होला नि त, तर मैले त उपाध्यक्ष पनि मानेर गएको हो नि त। म एउटा आफ्नो आइडेन्टिटी भएको मान्छे, म एउटा उपाध्यक्ष पनि त्यो थर्ड फोर्थ क्याटेगोरीमा राख्दा पनि हुन्छ भनेर गएको मान्छेले मैले पदको बार्गेनिङ गरेँ। केन्द्रीय सदस्य चाहिँ 30% दिन्छु भन्नुभएको थियो, पछि चाहिँ 12 जना दिन्छु भन्नु, त्यो पनि हुन्छ भन्ने होइन। अनि के चाहिँ पदमा चाहिँ मैले लास्टमा साधारण सदस्य राखिदिनुहोस्, मेरो चाहिँ हाम्रा साथीहरूलाई एडजस्ट गरिदिनुहोस्। अब साधारण सदस्यमा बस्छु भन्ने मान्छेलाई पदको बार्गेनिङ गर्यो भन्ने कि पहिल्यै पद बार्गेनिङ पद बाँडफाँड गर्नेहरूलाई चाहिँ भन्ने त यस्तो पनि हुन्छ। अब त्यो त उहाँलाई सोध्ने, अब मलाई नसोध्नु।